हेलो सो आज चाहिँ म एउटा टपिकमा बात गर्नु भनेको एउटा टपिक त भन्छु तर बात गर्दा गर्दा धेरै अर्को पुरै टपिक निस्किन्छ। अन्त आज चाहिँ म सोशल एन्जाइटीको बारेमा बात गर्छु किनकि मेरोमा पनि छ, मेरोमा थियो बेसी। आज चाहिँ अलिकति डिक्रिज हुँदैछ, कम्ती हुँदैछ होइन। अन्त त्यही हो सोशल एन्जाइटीको पनि आई थिङ्क रुट चाहिँ हुन्छ नि, अब त्यसको मेन रुट चाहिँ केबाट आउँछ भन्दाखेरि चाहिँ पास्ट एक्सपिरियन्सेस चाइल्डहुडबाट आउँछ जस्तो लाग्छ मलाई। अन्त बुलिङ मेनली चाहिँ मलाई बुलिङबाट आउँछ जस्तो लाग्छ। अन्त यो पनि एउटा फेस गरेको जस्तै हो नि त मैले सोशल एन्जाइटी, किनकि यो अन्त म सधैँ म रुममै गर्थेँ, मैले भिडियो रेकर्ड होइन मेरो, म आफ्नो लाइक सेयर म रुममै गर्थेँ। त्यस्तो बेसी काम छैन तर अलिअलि। अन्त आज बेसी अहिले म कलेजमा छु, यो त मेरो क्लासरुम हो। अन्त उता क्लासमा कोही छैन, त्यही कारणले मैले रेकर्ड गरेको। अन्त सोशल एन्जाइटीको त्यही हो। म चाहिँ के भन्छु, म आफूलाई भन्दाखेरि चाहिँ अहिले चाहिँ कि पर्फेक्ट हुनु पर्दैन भिडियो होइन, पर्फेक्ट हुनु परेन मैले के भन्नु चाहेको, मैले के बोलेको, बट एउटा सेन्स हुनु पऱ्यो कि बुझोस् भनेर, मैले पनि आफू बुझोस्। अन्त मलाई अहिले चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ सोशल एन्जाइटी चाहिँ होइन, अब एजले गर्दाखेरि पनि जति एज बढ्दै जान्छ 20, 25, 30हरू हुँदै जान्छ, त्यहाँदेखिको चाहिँ के हुँदैछ भन्दाखेरि चाहिँ त्यहाँदेखिको चाहिँ आफै बुझ्ने हुँदैछ। त्यस्तो डरलाग्दो एफेक्ट पार्दैन सोशल एन्जाइटीले मेरो विचारमा चाहिँ एज इन्क्रिज हुँदै बढ्दै गयो भने। किनकि मैले मेरै केसबाट चाहिँ मैले भनेको यो कुरा, अब म 19बाट भर्खर म 20मा लागेँ। अन्त अहिले चाहिँ मलाई जब त्यो 19 भित्रको जतिको मलाई एन्जाइटी, सोशल एन्जाइटी अन्त एन्जाइटी हुन्थ्यो त्यति चाहिँ मलाई अहिले हुँदैन। त्यो 19 भित्रसम्म चाहिँ मलाई लाग्छ कि टिनेजमा पनि, टिनेज चाहिँ यस्तो एज रहेछ कि एकदम मलाई लाग्यो कि एक्सट्रिम इमोसन फिल गर्दैछ क्या। चाहे त्यो एन्जाइटी होस्, चाहे त्यो स्याडनेस होस्, ओभर थिङ्किङ होस्, एकदम एक्सट्रिम लास्ट एक्सट्रिम लेभलमा। सपोज एउटा इमोसनको यति छ अरे होल होइन, त्यो डरले नै फिल गर्दैछ टिनेजमा। अन्त अहिले चाहिँ मलाई के लाग्छ भन्दाखेरि अहिले मैले त्यो सेयर गरेँ होइन कि एज बढ्दै जाँदाखेरि चाहिँ एज बढ्दै गयो भने चाहिँ एन्जाइटी डिक्रिज हुँदै जान्छ, सोशल एन्जाइटी डिक्रिज हुँदै जान्छ भनेर। किनकि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ एज बढ्दै गयो भने चाहिँ क्लियर हुँदै जान्छ होला रेस्पोन्सिबिलिटी होइन, के थियो के छ तिम्रो मेरो रेस्पोन्सिबिलिटी क्लियर हुँदै जान्छ। अन्त के लाइफमा गर्नुपर्ने, अन्त लाइफको बारेमा चाहिँ सिरियस हुँदै जान्छ। त्यही भएर पनि होला होइन, तर म आफूलाई चाहिँ म्याच्योर लाग्छ किनकि म जस्ट 20 इयर्स हो, 20 वर्ष। अन्त गर्ल्सहरू म्याच्योर हुन्छ अरे, अब कम्पेयर टु गाइज होइन, गर्ल्सहरू त म्याच्योर हुन्छ अरे नि त एज हेऱ्यो भने। अन्त सोशल एन्जाइटी आई थिङ्क एन्जाइटीबाट नै सोशल एन्जाइटी आउँछ। फर्स्ट एन्जाइटी हुन्छ, एन्जाइटी मलाई लाग्छ कि फियर, अभियसली फियर एन्जाइटीहरू सबै तब मात्रै तिमीले फियर र एन्जाइटी चाहिँ पार गर्न सक्छौ जब चाहिँ तिमी त्यो फियर र एन्जाइटीबाट चाहिँ तिमी त्यसलाई नै फेस गर्छौ। जब आफ्नो फियर र एन्जाइटीलाई फेस गर्छौ त्यति बेला मात्रै त्यहाँबाट चाहिँ त्यसले अफेक्ट हुँदैन पछि। किनकि यत्रो कुरा पनि हामीलाई कसैले अलिकति के भन्यो भने पनि त्यसलाई ओभर थिङ्करहरू चाहिँ इन्क्लुडिङ म होइन जो थिएँ, यत्रो कुरामा नै लाइक त्यसकै ठुलो कुरा हुँदैछ क्या। जति सोच्दै जान्छ नि, सोच्दै जाँदाखेरि चाहिँ त्यो कुरा चाहिँ डिपली बस्दैछ दिमागमा। त्यो चाहिँ एकदम यतिको लेभलको डिप पनि होइन, डिपली बस्दैछ तिम्रो यहाँ ब्रेनमा। अन्त सानो कुरा पनि ठुलो लाग्दैछ। अन्त अर्को एन्जाइटीको चाहिँ मलाई के म टिप्स एन्ड ट्रिक्स दिन चाहन्छु भन्दाखेरि चाहिँ वरिपरि हेर्नु। इफ
किनकि एन्जाइटी हुँदाखेरि सोसियल एन्जाइटी हुँदाखेरि चाहिँ यस्तो लाग्छ कि सबैजनाले तिमीलाई हेरिरहेको छ, तिमीले गरेकै कुरालाई हेरिरहेको छ, तिमीले अलिकति के हल्लेक्स भन्ने हेरिरहेको छ, तिमीले खोक्यो भने हेरिरहेको छ, त्यस्तो भन्छ होइन। तर यो सब नर्मल हो नि त। तिमीले मात्रै खोक्दैनौ, तिमीले मात्रै हेर्दैनौ, तिमी मात्रै चल्दैनौ, सबैजना ह्युमन हो नि त। अन्त तिमीलाई सोसियल एन्जाइटी भयो भने चाहिँ फर्स्ट वरिपरि हेर्नु अरे, इफ कसले नोटिस गर्दैछ छैन, इट्स अन्ली इन यर हेड हुन्छ नि, त्यही दिमागमा मात्रै हो कि कसैले तिमीलाई नोटिस गर्दैछ भनेर, तर कसले पनि गरेको छैन। किनकि सबैजना आफ्नै लाइफको मेन क्यारेक्टर हो। सबैजनाले सोच्छ कि आफै मै हो, मै मेन हो, सबैजनाले मलाई अब मेरो सपोज 4 जना मान्छे छ अरे, म यहाँ भएँ अरे, मैले सोच्छु कि मलाई हेरेको सबैजनाले, त्यही कारणले म एकदम पर्फेक्ट एक्सन मात्रै लिन चाहन्छु। अर्को मान्छेले पनि सोच्नु सक्छ कि उसलाई पनि सबैजनाले उसलाई हेरिरहेको छ भनेर, त्यही कारणले उसले पनि एकदम पर्फेक्टली मात्रै उसले काम गर्नु बाध्य हुन्छ, सोच्छ, गर्छ होइन। अन्त थर्डले पनि त्यही सोच्छ, सेकेन्ड फोर्थले पनि त्यही सोच्छ भनिदियो नि त। तर त्यस्तो होइन। अन्त अर्को कुरा चाहिँ के हो भन्दाखेरि अभियसली मान्छेहरूले जज गर्छ, सबकन्सियसली कन्सियसली जज गर्छ, कोहीले एक्सप्रेस पनि गर्छ, गर्दैन। तर यति कुरा चाहिँ बुझ्नुपर्ने छ कि सबै मान्छेको सेम इमोसनल आइक्यू हुँदैन, आइक्यू होइन इक्यू हुँदैन। मैले बुझेको कुरा कसैले बुझ्नु सक्दैन, किनकि तिनीहरूले एक्सपिरियन्स गरेको हुँदैन, किनकि तिनीहरूकोमा नलेज हुँदैन त्यस कुराको। अरूले बुझ्नु सकेको कुरा भाइस वर्सा, अरूले बुझ्नु सकेको कुरा चाहिँ मैले बुझ्नु नसक्ला, किनकि मैले एक्सपिरियन्स गरेको हुँदैन। मलाई उनीहरूले जस्तो पाराले त्यो कुरालाई देखेको छ, मैले त्यो पाराले देखेको हुँदिनँ। सो सबैजनाको लागि सबै कुरा नै एकदम डिफ्रेन्ट हुन्छ, सबैजनाको लागि सबै कुरा डिफ्रेन्ट हुन्छ। मैले सपोज फर इक्जाम्पल सबैजनाको लागि पेन पनि डिफ्रेन्ट हुन्छ, कसैको पेन रिलेटेड ट्रमा पनि हुनसक्छ, पेन लेख्ने पेन। अन्त अहिले चाहिँ मैले एट द मोमेन्ट, एट द करेन्ट मोमेन्ट मैले के चाल्दै भन्दाखेरि चाहिँ अब म यसरी बोल्दैछु फास्टली भए पनि, किनकि म फास्ट स्पिकर हो। अन्त फास्टली बोल्यो भने पनि पज हुँदाखेरि चाहिँ एकदम राम्रो सुन्दैछ भनेर मैले भन्दैछु। एक दुईवटा बोल्दाखेरि पज हुनु होइन, लाइक एउटा सेन्टेन्स कम्प्लिट गरेर पज हुनु पनि एकदम राम्रो सुन्दैछ फास्ट बोलिसकेर भन्ने मलाई लाग्दैछ। अन्त अहिले अब कोही छैन, वरिपरि कोही छैन होइन, कोही छैन, सिसी क्यामेरा केही छैन, तर पनि मलाई लाग्दैछ कि यो एन्जाइटी, सोसियल एन्जाइटीले गर्दाखेरि हुन त त्यो लेभलको सोसियल एन्जाइटी छैन जुन चाहिँ पहिला थियो, तर आयो लाग्दैछ कि कसैले मलाई हेरिरहेको छ होला भनेर। त्यस्तो होइन। नोबडी गिभ्स अ फक, नोबडी गिभ्स अ फक। यस्तो हेऱ्यो नि त, अब तिमीलाई लाग्छ कि जो मान्छे जज गर्दैछ मलाई जज गर्दैछ, तर अरूले जज गरेको होइन तिमीले आफूलाई जज गरेको अरे। क्लासरुम यो एम्प्टी भएर पनि मैले बोलेको एको हुँदैछ, बट एनिवेज होइन, एनिवेज यो टी सर्टको चाहिँ मैले आफै काटेको हो। अन्त त्यही हो, एन्जाइटीको चाहिँ रुट कज चाहिँ के हो भन्दाखेरि त्यो ओभर थिङ्किङले गर्दाखेरि हुन्छ एन्जाइटी, अन्त पास्ट एक्सपिरियन्सले गर्दा हुन्छ बुलिङ, ट्रमा एन्ड अल। बट यति कुरा चाहिँ गर्नुपर्छ कि हामी सबैजनाको एकदम हाइस्ट पोटेन्सियल छ, त्यसलाई रिच गर्नुको लागि चाहिँ हामी आफ्नो फियर्स, एन्जाइटिज स्याडो वर्क गरेर, आफ्नो ट्रमाजहरू फेस गरेर चाहिँ, हिल गरेर चाहिँ, बुझेर चाहिँ, अन्डरस्ट्यान्ड गरेर, बुझेर, सेल्फ अवेर भएर, पोइन्ट आउट गरेर चाहिँ इट टेक्स अ लट अफ वर्क हुन्छ नि, एकदम धेरै कुरा चाहिन्छ कि त्यस्तो वर्क गर्नु। त्यस्तो गरिसकेर चाहिँ हामी आफ्नो हाइस्ट पोटेन्सियल रिच गर्न सक्छौँ। किनकि पास्टमा पनि त्यस्तै थिएँ कि अब एउटा बक्सभित्र थिएँ म, एउटा बक्सभित्र थिएँ, त्यो बक्सभित्र चाहिँ म थिएँ। त्यो बक्स चाहिँ के को भन्दाखेरि त्यो ओभर थिङ्किङ, ट्रमा, फियर, अन्त बुलिङ पनि हो, अन्त धेरै नै कुराहरू थियो जुन चाहिँ मलाई बक्स पारेको थियो। मेनली त एउटा फियर
अन्त ओभर थिङ्किङ एन्ड एन्जाइटिज एन्ड सोसियल एन्जाइटी एन्ड ड्रामाज एन्ड अल होइन। अन्त त्योहरू हुँदाखेरि चाहिँ मलाई एउटा बक्समा, तर मलाई चाहिँ लाग्यो कि म नो फिजिकली पनि अब हुन त देख्दैन हामीले बक्सभित्र छु भनेर, तर एउटा माइन्डमा चाहिँ हुन्छ यस्तै एउटा इन्भिजिबल बक्स, बडीले पनि फिल गर्दैछ, फिजिकली पछि चाहिँ बडीले पनि फिल गर्दैछ कि। अन्त मलाई चाहिँ ड्रेन हुन थालेँ म, अन्त अहिले पनि म ड्रेन हुन्छु, बट एउटा ड्रेन फिलिङ हुँदैछ कि एउटा अट्टिन एउटा यत्तिकै बक्स छ भने तिमी कस्तो कन्जस्टेड फिल हुन्छ होइन, त्यस्तै फिजिकली पनि फिल हुँदैछ तिमी मेन्टली त्यस्तो छौ भने। अन्त त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ के लाग्छ भन्दा, मलाई चाहिँ के लाग्नु थाल्यो भन्दाखेरि चाहिँ म चाहिँ यस्तो बक्समा चाहिँ कन्जस्टेड भएर बस्नु सक्दिनँ, जुन चाहिँ चाहिँ मेरो गल्ती छैन। अरूले मलाई कसरी ट्रिट गर्यो त्यो मेरो गल्ती होइन। मेरो लाइक फियर्सहरू त्यति नाथे फियर्सहरूले मलाई यसरी कन्जस्टेड पारेर राख्नु सक्दैन लाइफभरि। म लाइफभरि सानो भइकन म बस्नु सक्दिनँ, अरूहरूको एक्सनले गर्दाखेरि चाहिँ म सानो भइकन बस्नु सक्दिनँ। मेरो गल्ती छैन भने अरूहरूको गल्तीले गर्दाखेरि चाहिँ जुन चाहिँ मलाई असर पर्छ त्यसले चाहिँ मलाई सानो भएर चाहिँ म यहाँ छु अरे सपोज म यहाँ बस्नु सक्दिनँ अरूको गल्तीले। अरूले के भन्छ म ओभर थिङ्क गरेर म आफूलाई यो बक्सभित्र हाल्नु सक्दिनँ। आई हेभ टु स्पिक अप होइन, म बोल्नु पऱ्यो, म फेस गर्नु पऱ्यो मेरो फियर्सलाई, म फेस गर्नु पऱ्यो आफूलाई केले अफेक्ट पार्दैछ त्यसलाई फेस गर्नु पऱ्यो। अनि त्यही कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ म लुज हुँदैछ यो बक्स। कुन दिन यस्तो पनि हुन्छ कि यो कुन दिन यस्तो पनि आइपुग्छ जुन चाहिँ त्यो बक्स चाहिँ हराइकन जान्छ, अन्त फुटिकन हराइकन भत्किकन हर्किकन जान्छ। अहिले चाहिँ म लुज हुँदैछ, यत्तिको भइसक्यो एन्ड इट्स अ भेरी गुड थिङ। अन्त मलाई त लाग्छ कि म्याक्सिमम मान्छेहरू चाहिँ बक्सभित्रै बस्दा हुन्छ नि, त्यो इन्भिजिबल बक्समै बस्छ, सोसाइटल प्रेसर, फ्यामिली प्रेसर, एसेक्ट्रा एसेक्ट्रा एसेक्ट्रा। तर मलाई चाहिँ बक्सभित्र बस्नु छैन, अरूहरूको एक्सपेक्टेसनमा बाँच्नु छैन, अरूले के भन्छ कसरी ट्रिट गर्छ त्यसमा म आफूलाई क्रिटिसाइज गर्नु छैन, बल्कि त्यो पोइन्ट आउट गर्नु छ उनीहरूकै मुखमा कि यो भन्दाखेरि कस्तो हुन्छ अन्त त्यो चाहिँ कस्तो खालको मान्छे हो भनेर चाहिँ मलाई पोइन्ट गर्ने खालको चाहिँ मलाई हुन्छ। मलाई किन हुनु छ भन्दाखेरि किनकि मेरो हाइस्ट भर्जन अलरेडी त्यस्तो छ, मेरो फ्युचर भर्जन अलरेडी उस्तो छ। यस्तो हेरे कि तिमीले त्यो कुराहरू मात्रै डिजायर गर्छ जुन चाहिँ तिमीले त्यो कुराहरू मात्रै डिजायर गर्छ जुन चाहिँ तिम्रो फ्युचर भर्जनको मान्छे अलरेडी छ। You just have to put the work। अन्त म चाहिँ आफ्नो वर्क पुट गर्दैछु, एक्सप्रेसिभ हुनु, पोइन्ट गर्नु कि यस्तो भनेको चाहिँ यस्तो हो। मेरो फोन भाइब्रेट हुँदैछ, म त के भयो भनेदेखि। अन्त त्यही हो। अन्त हिजोको चाहिँ मेरो 20 मिनट्सको भिडियो थियो होइन, बट आज मलाई यस्तो एको हुँदैछ म बोलेको, तर अहिले म भिडियो रेकर्ड गरिसकेर सुन्छु, हेर्छु कस्तो हुँदैछ भनेर। अन्त म्याक्सिमम मान्छेहरू चाहिँ मलाई त्यही म्याक्सिमम मान्छे के लाग्छ भन्दाखेरि चाहिँ आर्टिस्टहरू चाहिँ मलाई यस्तो लाग्छ कि आर्टिस्टहरू पनि सबैजना एउटै हुँदैन रहेछ भनेर मैले चाल पाएँ। तर म्याक्सिमम आर्टिस्टहरू मलाई कस्तो लाग्छ भन्दाखेरि चाहिँ उनीहरू चाहिँ बक्स बाहिर छ, किनकि उनीहरू क्रिएटिभ हुन्छ, बट एट द सेम टाइम आर्टिस्टहरू आई थिङ्क उनीहरूको पनि पुरा डरलाग्दो थट्सहरू हुन्छ जस्तो लाग्छ दिमागमा। म्याक्सिमम चाहिँ मिनिमम चाहिँ हाउडेको हुँदैछ, हाउडेको भन्दाखेरि पनि एज एन आर्टिस्ट चाहिँ मैले आर्टिस्टहरूलाई कसरी भ्यू पोइन्ट गर्छु होइन, कसरी हेर्छु आर्टिस्टहरूलाई त्यस्तो म्याच हुँदैन रहेछ मिनिमम चाहिँ होइन। अन्त मलाई आर्टिस्टहरू हम्बल मान्छे लाग्थ्यो, तर मैले चाल पाएँ कि म्याक्सिमम त्यो हुन्छ होला, तर मिनिमम कि बा त्यो मिनिमम हुन्छ कि बा चाहिँ म्याक्सिमम हुन्छ, कि बा म्याक्सिमम हुन्छ कि बा मिनिमम हुन्छ। अन्त आई थिङ्क म्याक्सिमम चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ म्याक्सिमम चाहिँ ओपन माइन्डेड हुँदैन होला, मिनिमम बट एउटा क्वालिटी हुन्छ नि एउटा आर्टिस्ट बनेको लागि, उनीहरू चाहिँ
हम्बल हुन्छ, उनीहरू ओपन माइन्डेड हुन्छ, क्रिएटिभ हुन्छ। अभियसली क्रिएटिभ त हुन्छ, बट हम्बलनेस एउटा हुन्छ नि, अब एउटा हम्बलनेस त्यसले चाहिँ मलाई पुरा अट्र्याक्ट गर्छ। हुन्छ नि एउटा हम्बल मान्छे छ भने चाहिँ इट सिम्स अट्र्याक्टिभ टु मी, दे सिम अट्र्याक्टिभ टु मी। अन्त कोही हिँडेको जस्तो लाग्दैछ यहाँबाट हुन्छ, अन्त कोही गयो। बट एनिवेज सबैजना आफ्नै आफ्नै वर्ल्डमा हुन्छ, सबैजना आफ्नै फियर हुन्छ, इन्सेक्युरिटी हुन्छ। एट द सेम टाइम राम्रो ट्रेट पनि हुन्छ होइन, राम्रो पनि हुन्छ, रेस्पोन्सिबिलिटी, गोल्स, फ्युचर, ड्रिम्स, एक्सेट्रा एक्सेट्रा। So that's it for today, and